हेर्नुहोस् है यो स्वास्थ्य आन्द्रा हामीलाई कसरी रोग लाग्छ भने एकदम ध्यान गरेर सुन्नु होला है। तपाईँहरूले चाहिँ यो चाहिँ स्किप नगर्नु होला है। हेर्नुहोस् स्वास्थ्य आन्द्रा कस्तो छ देख्नुभयो। अब एउटा 35 वर्ष महिलाको आन्द्रा म देखाउँदैछु। हेर्नुहोस् है यहाँ, हेर्नुहोस् है यहाँ एकदम क्लियर ध्यान लगाएर सुन्नु होला। हेर्नुहोस् न ल हेर्नुहोस् चाहिँ हुन्छ 35 वर्ष पुग्दाखेरि एउटा 35 वर्ष पुग्ने महिलाको यो आन्द्रा ध्यान लगाएर सुन्नु होला है। हेर्नु होला। अनि हेर्नुहोस् त यहाँ यस्तो छ। अब ल हेर्नुहोस् आन्द्रा ल हेर्नुहोस् न यहाँ कस्तो छ फोरो। अनि अब 49 वर्षको एउटा पुरुषको देखाउँछु मैले त। 49 वर्ष पुगेको पुरुषको आन्द्रा हेर्नु त किरा। हेर्नुहोस् त हेर्नु ल हेर्नुहोस् ल यस्तो हुन्छ है। कसलाई विश्वास लाग्दैन आन्द्रा फोरो सफा छ हुँदैन भन्दाखेरि कसलाई चाहिँ विश्वास लाग्दैन। रोगको जड यही हो, रोगको मूल कारण यही हो। देखिन्छ आन्द्रा सफा हुनुपर्छ। अब म तपाईँहरूलाई फेरि अर्को 21 वर्ष महिलाको फेरि देखाउँछु है। ल हेर्नुहोस् ल हेर्नुहोस् आन्द्राको समस्या भएको 21 वर्षको महिलाको। ल अब फेरि 58 वर्ष पुरुषको हेर्नुहोस् तपाईँको 58 वर्षको। हेर्नुहोस् है यो आन्द्रामा कस्तो छ हेर्नुहोस् त यस्तो समस्या। ल अब फेरि हेर्नुहोस् 45 वर्ष महिलाको एउटा फेरि 45 वर्ष महिलाको आन्द्रा हेर्नुहोस् त। यस्तो चाहिँ नि कालो हेर्नु। अब 45 वर्षको हेर्नु। हेर्नुहोस् यति समस्या। अब फेरि 65 वर्ष एउटा महिलाको हेर्नुहोस् 65 वर्षको हेर्नुहोस् है आन्द्रा कस्तो छ। यो सबैलाई सेयर गरिदिनु होला है हजुरहरूले है। ल अब फेरि हेर्नुहोस् अब देख्नुभयो। ल धन्यवाद।